संसार गृहमन्त्रीको घरै हुन्छ। किन गर्ने गृहमन्त्री नारायण श्रेष्ठ बताउनुस्? किन बताउने पनि उहाँले पञ्चायत कालमा पनि हुन्थ्यो, सेटिङमा सुन तस्करी दरबारले गराउँथ्यो। प्रजातन्त्र आयो, प्रजातन्त्र आएपछि पनि म यहाँको नामै लिनु पर्दा पार्टी चलाउनको लागि गिरिजा बाबुले अलिकति सुन तस्करी गराउ भन्ने आशयले त्यो खुमबहादुर खड्का को हुनुहुन्थ्यो, उहाँहरूलाई निर्देशन दिनुभयो, सुन तस्कर सुरु भयो। त्यसपछि कन्टिन्युसली एमालेको पालामा पनि त्यसरी कन्टिन्यू भयो। तर एउटै कुरा के आम दाजुभाइले के बुझ्नुपर्छ भने यत्रो बलको सुन सेटिङ बिना, कसैको ग्रीन सिग्नल बिना हुँदैन। संसार गृहमन्त्रीको घरै हुन्छ अहिले। किन गर्ने गृहमन्त्री नारायण श्रेष्ठ बताउनुस्? किन बताउने पनि उहाँले एउटा कमिटमेन्ट चाहिँ एउटा गर्नु भएको छ र प्रहरी अनुसन्धान अधिकृतलाई गो अहेड, तिमीहरूप्रति हामी चाहिँ तपाईहरूले गरेको अनुसन्धानको ट्र्याकले जहाँ पुर्याउँछ हामी त्यसमा चाहिँ हस्तक्षेप गर्दैनौँ भन्ने एउटा कमिटमेन्ट प्रेस मार्फत पनि दिनुभएको छ। अब आएको प्रयासलाई हामीले केही न केही एप्रिसिएट गर्नुपर्छ र उहाँलाई के त भन्दाखेरि इन्करेज पनि गर्नुपर्छ। अगाडि बढ्नुहोस् है, तपाईँ खुट्टा नकमाउनुहोस् है गृहमन्त्रीज्यू। संसार गृहमन्त्रीको घरै हुन्छ। किन गर्ने गृहमन्त्री नारायण श्रेष्ठ बताउनुस्? किन बताउने पनि उहाँले पञ्चायत कालमा पनि हुन्थ्यो, सेटिङमा सुन तस्करी दरबारले गराउँथ्यो। प्रजातन्त्र आयो, प्रजातन्त्र आएपछि पनि म यहाँको नामै लिनु पर्दा पार्टी चलाउनको लागि गिरिजा बाबुले अलिकति सुन तस्करी गराउ भन्ने आशयले त्यो खुमबहादुर खड्का को हुनुहुन्थ्यो, उहाँहरूलाई निर्देशन दिनुभयो, सुन तस्कर सुरु भयो। त्यसपछि कन्टिन्युसली एमालेको पालामा पनि त्यसरी कन्टिन्यू भयो। तर एउटै कुरा के आम दाजुभाइले के बुझ्नुपर्छ भने यत्रो बलको सुन सेटिङ बिना, कसैको ग्रीन सिग्नल बिना हुँदैन। संसार गृहमन्त्रीको घरै हुन्छ अहिले। किन गर्ने गृहमन्त्री नारायण श्रेष्ठ बताउनुस्? किन बताउने पनि उहाँले एउटा कमिटमेन्ट चाहिँ एउटा गर्नु भएको छ र प्रहरी अनुसन्धान अधिकृतलाई गो अहेड, तिमीहरूप्रति हामी चाहिँ तपाईहरूले गरेको अनुसन्धानको ट्र्याकले जहाँ पुर्याउँछ हामी त्यसमा चाहिँ हस्तक्षेप गर्दैनौँ भन्ने एउटा कमिटमेन्ट प्रेस मार्फत पनि दिनुभएको छ। अब आएको प्रयासलाई हामीले केही न केही एप्रिसिएट गर्नुपर्छ र उहाँलाई के त भन्दाखेरि इन्करेज पनि गर्नुपर्छ। अगाडि बढ्नुहोस् है, तपाईँ खुट्टा नकमाउनुहोस् है गृहमन्त्रीज्यू।